हेलो गुड मर्निङ वेलकम टु माई न्यू ब्लग इट्स मी नन्दा एन्ड अहिले चाहिँ म ग्रिन टीबाट ब्लग सुरु गर्दैछु हेर्नुहुन्छ र आजको वेदर हजुर हेर्न सक्नुहुन्छ कति ग्रिन छ एन्ड आज त्यहाँ माथि पनि हेर्नु हिउँ परेको छ त्यहाँ पनि हेर्नु हिउँ परेको छ र आज हामीलाई एकदमै खुसी लागेको छ पानी परेर मलाई मनपर्ने सबैभन्दा यो प्लेस हो क्या सबभन्दा मनपर्ने एन्ड आजको म मतलब त्यो हिउँ परेर होला सायद एकदमै चिसो छ हाम्रो हात खुट्टाहरू पनि एकदमै चिसो भएको छ अनि हामी यहाँ छौँ ईश्वरिका र म अनि आज तिमीलाई यो मौसम मतलब यो वेदर देखेर कस्तो लागिरहेको छ चिसो पनि लागेको छ खुसी पनि लागेको छ नि अनि त्यसपछि हिउँ परेर हिउँ देख्न पाएका छौँ नि होइन अनि हजुरहरू के भन्न चाहनुहुन्छ त आउनुहोस् घुम्नुहोस् के हाम्रो गाउँ आउनुहोस् घुम्नुहोस् हिउँ हेर्नुहोस् जानुहोस् यही हो